सो हेलो गाइज, आजको यस भिडियोमा हामी नेपालका टप 5 सबैभन्दा धेरै कमाउने ब्लगरहरू हेर्नेछौँ। सो आउनुहोस् हेरौँ कस्तो धेरै कमाउँछ त। ढिला नगरी अब भिडियोतर्फ लागौँ। नम्बर 5 मा रहेका छन् क्रेजी ब्लग, जसको युट्युबमा 5,75,000 सब्सक्राइबर रहेको छन् भने हालसम्म 1.1 के भिडियोज अपलोड गरेका छन्। अब कुरा गरौँ यस च्यानलको मन्थली इन्कमको बारेमा। लास्ट 30 डेजमा यस च्यानलमा 3.8 मिलियन प्लसको हाराहारीमा भ्युज देख्न सकिन्छ र यसै भ्युजको आधारमा हेर्ने हो भने यस च्यानलले प्रत्येक महिना 1,30,000 को हाराहारीमा चाहिँ अर्निङ गरिरहेको छ। नम्बर 4 स्मारिका समरिका ढकाल, हालसम्म यस च्यानलमा 8,43,000 सब्सक्राइबर रहेका छन् भने 360 भिडियोज रहेका छन् र लास्ट 30 डेजमा यस च्यानलमा 11,000 सब्सक्राइबर समेत जोडिएका छन्। अब हेरौँ यस च्यानलको 1 मन्थ अर्निङ। हाल यस च्यानलमा धेरै भिडियो अपलोड नभएका कारण ठ्याक्कै यति अर्निङ हुन्छ भन्न त सकिँदैन, तर लास्ट 30 डेजको भ्युज हेर्ने हो भने यस च्यानलमा कम्तीमा पनि 1,90,000 मन्थली अर्निङ हुनुपर्छ। नम्बर 3 डोना थापा, हाल यस च्यानलमा 8,53,000 सब्सक्राइबर रहेका छन् भने 2.4 के भिडियोज रहेका छन् र यस च्यानलको मन्थली इन्कम हेर्ने हो भने लगभग 2 लाख डोना थापाले अर्न गरिरहेका छन्। नम्बर 2 सुनिता राई श्रेष्ठ, उहाँको युट्युब च्यानलमा 1.1 के भिडियोज रहेका छन् भने 7,69,000 सब्सक्राइबर रहेका छन्। अब हेरौँ सुनिताले युट्युबबाट कति कमाइरहेकी छन् त। लास्ट 30 डेजको डेटा हेर्ने हो भने उसको युट्युब च्यानलको भिडियोमा 8.6 मिलियन भ्युज देख्न सकिन्छ। यसै भ्युजलाई आधार मानि क्यालकुलेसन गर्ने हो भने उसले एक महिनामा 2,90,000 को हाराहारीमा कमाइरहेकी छन्। नम्बर 1 राजकुमार थापा मगर, उनी धेरै कमाउने नम्बर 1 ब्लगर सँगसँगै दोस्रो धेरै सब्सक्राइबर भएको ब्लगर पनि हुन्। उनको अर्निङको कुरा गर्दा लास्ट 30 डेजमा उनको च्यानलमा 12 मिलियन भ्युज आएको हामीले देख्न सक्छौँ। यसै भ्युजलाई आधार मानि क्यालकुलेसन गर्ने हो भने राजकुमार थापा मगरले एक महिनामा 4 लाखसम्म कमाउने गरेका छन्। यो चाहिँ मेरो फर्स्ट भिडियो भएको कारण भोइस ओभरमा केही प्रब्लमहरू आउन सक्छ। तपाईँलाई भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नु होला र भिडियोलाई लाइक गर्न नबिर्सनु होला।